रवि लामिछानेसँग मन भरिएपछि बालेन शाहलाई रोज्न लागेकी हुन् सुमना श्रेष्ठ। रवि लामिछाने जेल परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएको विषय सार्वजनिक भएपछि यसले राजनीतिक वृत्तमा चर्चा पाएको छ। पार्टीका सभापति रवि लामिछाने यति बेला सहकारी ठगी र संगठित अपराधको अभियोगमा पूर्वपक्षका लागि कारागार चलान छन्। जिल्ला अदालत रूपन्देहीले 1 करोड धरौटीमा छाड्न दिएको आदेश उच्च अदालत बुटोलको तुलसीपुर इजलासले बदर गरेसँगै रवि लामिछाने थुनामुक्त गर्नुपर्ने भन्दै सर्वोच्चमा दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ। रविलाई नै बुझाइएको भनिएको राजीनामा पत्रमा सुमनाले पार्टी सञ्चालन पद्धतिमै प्रश्न उठाउँदै पद अधिकारीहरूसँग सल्लाह नगरी पार्टीका महत्त्वपूर्ण निर्णय हुने गरेको तथा पार्टीका महत्त्वपूर्ण निर्णय पार्टी बाहिरबाट थाहा पाउनुपर्ने अवस्था आएको भनेकी छन्। एक व्यक्ति एक पदको अवधारणा अनुसार आफू सांसदकै भूमिकामा केन्द्रित हुन चाहेको भन्दै उनले राजीनामा बुझाएकी हुन्। सुमनाले बुझाएको राजीनामा पत्रमा भारतको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी KIIT नेपाली विद्यार्थी प्रकृति लम्सालले ज्यान गुमाएको घटनाका सन्दर्भ उल्लेख गर्दै विभिन्न मुद्दामा पार्टीको बैठक बसौं भन्दा वास्ता नगरेको संसदीय दलमा समेत प्रकृति लम्साल प्रकरणमा संसद अवरुद्ध गरौं भन्ने प्रस्ताव समेत नसुनिदिएको जस्तो गरिएको लगायतका विषय उल्लेख गरिएको छ। रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिए लगत्तै रविले पार्टी सभापतिबाट राजीनामा दिनुपर्ने अडानमा रहेकी सुमनाले बाहिर केही नबोले पनि औपचारिक रूपमा कयौं पटक यो प्रस्ताव राखेकी थिइन्, तर त्यसको सुनवाई नभएपछि उनको मन मोडिएको हो। यो बाहेक सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएसँगै रविको सांसद पद निलम्बन हुँदा पार्टीको कार्यवाहक संसदीय दलको नेतामा भिजन सहित प्रतिस्पर्धा गर्ने घोषणा गरे पनि समानुपातिक संसदलाई दलको नेता बनाउनु नहुने भन्दै उनी विरुद्ध पार्टी भित्रै अभियान चलाइदा उनी स्वाभाविक रूपमै निराश थिइन्। राजसपाको संसदीय दलको नेता अहिलेसम्म चयन भएको छैन। रवि र राजसपासँग असन्तुष्ट रहेकी सुमना काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग निकटता बढाउने प्रयत्नमा रहेको स्रोत बताउँछ। स्वतन्त्र रूपबाट काठमाडौँ महानगरको मेयरमा निर्वाचित शाहले 2084 को आम निर्वाचन अगावै नयाँ दल खोल्ने चर्चा लामो समयदेखि चलिरहेकै छ।